गरेर मलाई दिनुभयो भने तपाईले र मैले परमेश्वरलाई के दियौं तपाईले र मैले परमेश्वरलाई के दिएका छौं? के तपाईले र मैले परमेश्वरलाई पवित्र जीवन दिन सकेका छौं? परमेश्वरको इच्छा अनुसारको जीवन दिन सकेका छौं? परमेश्वरको वचन अनुसारको जीवन दिन सकेका छौं? आज तपाईले र मैले के दिएका छौं? येशू ख्रीष्ट पिताले आफ्नो पुत्रलाई दिनुभयो भने तपाईले र मैले आज के दिएका छौं? के तपाईले र मैले आफ्नो जीवन परिवर्तन गरेर दिएका छौं? परिवर्तन छ तपाईले मेरो जीवन? परिवर्तनको जीवन छ है? आज तपाईले मैले येशू ख्रीष्टलाई के दिएका छौं? सुन्नु, परमेश्वरले आज तपाई र मेरो हृदयबाट एउटै कुरा चाहनुहुन्छ, त्यो हो परिवर्तनको हृदय। आमेन। परिवर्तनको हृदय परमेश्वरले चाहनुहुन्छ। परिवर्तन चाहिँ तपाई र मेरो जीवनमा परमेश्वरले खोज्नुहुन्छ है, परिवर्तनको हृदय। त्यही भएर परमेश्वरले भन्नुहुन्छ, उहाँले आफ्नो पुत्र तपाई र मेरो लागि दिनु भएको छ भने आज तपाईले र मैले के दिएका छौं? परमेश्वरको खातिर के दिएका छौं? अब अर्को कुरा यहाँ के भनेको छ भने 5 पदले के भन्छ? किनभने पापमय स्वभाव अनुसार चल्नेहरूले शरीरका कुरामा मन लगाउँछन्। पापमय स्वभाव अनुसार चल्नेहरूले कसको कुरामा मन लगाउँछ? शरीरको कुरामा। बुझ्दै हुनुहुन्छ? शरीरको कुरामा मन लगाउँछ। शरीरले आफ्नो इच्छालाई पूर्ति गर्छ, आफ्नो इच्छा अनुसार जिउनु मन लाग्छ। शरीरमा भएका मानिसहरूले परमेश्वरको डर मान्दैन, परमेश्वरको प्रेम गर्दैन, परमेश्वरलाई प्रेम गर्दैन। परमेश्वर मेरो लागि क्रुसमा चढ्नु भएको भन्ने कुरालाई कुनै पनि ठाउँमा उसले त्यो कुराले सुन्न सक्दैन। यदि शरीर अनुसार जिउनेहरूले हो परमेश्वरलाई क्रुसमा टाँगेर पाप गर्नको लागि पनि तयार हुन्छ, जो शरीरमा छ। बुझ्दै हुनुहुन्छ? शरीरमा भएको मानिसले जतिखेर पनि पाप गर्नको लागि तयारी हुन्छ। यदि तपाईँ र मेरो जीवन, तपाईँ र मेरो शरीर परिवर्तन छैन भने, पापमय स्वभाव अनुसार नै चलिरहेको शरीर छ भने, त्यसले चाहिँ हरेकचोटि तपाईँ र मेरो जीवन चाहिँ पापमय कुरातिर ढल्किन खोज्छ। पापमय कुरातिर पापले तपाईँलाई र मलाई खिच्ने काम गर्छ र संसारतिर हैन भन्ने काम गर्छ। अनि आज संसारमा युद्ध भइरहेको छ। बुझ्दै हुनुहुन्छ? युद्ध कस्तो युद्ध होला तपाईलाई थाहा छ? संसारमा शैतानले आफ्नो युद्ध सुरु गरिसकेको छ। शैतानले आफ्नो युद्ध सुरु गरिसकेको छ संसारमा। कसरी? तपाईले सोध्नु होला